हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी गर्नेवाला छौँ यो साइकलमा लास्ट टु लिभ च्यालेन्ज। हेर मै त यसमा चाहिँ हामी कति बेर बस्न सक्छौँ र हाम्रो चाहिँ बजेट चाहिँ 0 बजेट हुन्छ, तर हामीले चाहिँ कतैबाट पैसाको जुगाड गर्न मिल्छ। अनि मसँग चाहिँ यिनी छन् र अब सुरु गरौँ हैन। हाम्रो अहिले चाहिँ कति बजेको छ भन्दा बिहानको कति बजिसकेको छ भन्दा अहिले चाहिँ 7 बजिसकेको छ र हामीले चाहिँ यो भिडियो चाहिँ 7 बजे स्टार्ट गर्छौँ। अहिले 7:03 भयो, 7:05 चाहिँ हामीले स्टार्ट गर्छौँ र हेर मै त कति बजीसम्म हामी यो साइकलमै अब घुम्छौँ। यसैमा अब केही अब पैसाको जुगाड गरेर भने यसैमा खान्छौँ र यसैमा नि अब हामीले बिताउँछौँ आजको दिन। हेरौँ च्यालेन्जमा चाहिँ हामी झर्न पाइन्छ हैन। पिसाब लाग्यो भने अब त्यो त अब गर्नै पर्यो र तर हामी चाहिँ बिताउनेवाला छौँ यसमा। अब हेरौँ कति बेरसम्म सकिन्छ र अब चाहिँ हामीसँग चाहिँ अहिले बजेट 0 बजेट छ, तर हामीले पैसा आफै कमाउनु पर्ने हुन्छ र आफै नै खानुपर्ने, मतलब कमाएर अब आफै नै अब दोकानउदी गएर खानुपर्ने हुन्छ र हामीले चाहिँ अब घरको केही खाँदैनौँ। त्यही हो, त्यही भएर बिहानै स्टार्ट गरेको भिडियो। सो हेरौँ है त कस्तो हुन्छ, सकिन्छ कि नै, त्यही हो। अब चाहिँ हामीले स्टार्ट गर्छौँ साइकलमा। ल चढाउँ है। कल चलाउँछ, तिमीले कि मैले? ल यिनले चलाउँछन् अरे, म चाहिँ यहाँ पछाडि बस्छु र हामीले चाहिँ मलाई चाहिँ एउटा आइडिया आयो पैसा कमाउने। अब हेरौँ है, ल जाम। तर झर्न मिल्छ, अब झर्न मिल्छ, तर एउटा साइकल यहाँ बस्न पर्यो कि, एउटा साइकल यहाँ हुनु पर्यो, एउटा झर्न मिल्छ। र अब चाहिँ हामीले यहाँ पैसा कमाउने आइडिया गर्छौँ। हेरौँ कमाउन सकिन्छ कि नै। हामीले चाहिँ च्यालेन्ज स्टार्ट गरिसक्यो र आजको के अरे आज खानको लागि चाहिँ पैसाको जुगाड गरेको छ। यहाँ चाहिँ एउटा बाख्रा होइन, यहाँ चाहिँ हामीले के छ भन्दा के छ अरे भनिदिउँ त तिमीले। फलाम छ यहाँ। यो फलामलाई चाहिँ अब यहाँ हामीले अब यो फलाम किन्ने दाइहरूलाई खोजेर बेचिदिन्छौँ। अब यो बेचेर कति हुन्छ आजको जुगाड हुन्छ हाम्रो, त्यही हो गाइज। आज हामी दिनभरि बस्न सकेला जान्न। हामी कहाँ पुग्छौँ गाइज हामीलाई पनि थाहा छैन। अब यो पहिला मेन त यो बेच्न पर्यो। हामीले चाहिँ फलाम बेचेर आइयो, पैसा कति हो। हामी यता धुलो भइयो क्या यो फलामलाई यहाँ राखेर गएको, यस्तो भयो। यहाँ धारो छ क्या, त्यहाँ पानी छ, खुट्टा धोएर हामी फेरि उता जान्छौँ। ओके, अनि त्यहाँ भिडियो सिडियो गरेर त्यही हो। हात खुट्टा धोएँ, 200 रुपियाँ कमाइयो फलाम बेचेर। अनि अब म तल जान्छु, तिनी माथि आएर हात खुट्टा धुन्छ। लुट्नुपर्छ यस्ता बेला। भाँचिसकेको छ, केही छैन, हामी चल्छौँ। जाम अरे जाम ल। अब यहाँ चाहिँ हाम्रो स्टार्ट हुन्छ गाडी। बस अहिले चाहिँ कति बजेको छ भन्दा अब अहिले 11:30 भयो। अब चाहिँ हामी खाना त नै, अब हामी केही चिप्सहरू खान्छौँ। अब खाना खानलाई त बजेट पनि छैन, चिप्सहरू खाने। अनि ओए भयो भिडियो अहिले खाना खाने बजेट छैन। अब हामी चाहिँ गएर चिप्सहरू केही खान्छौँ अब दोकानको आज। र आज चाहिँ हामी सायद 5 बजीसम्म बस्छौँ होला।
त्यस्तो हरकत नभएर लौटिन्छ राइडर बन्न खोजेछन् अब हामी सायद 5 बजीसम्म बस्छौँ होला अब साइकल हामी यति टाढा पुगेर हामी गाइस हामी यो 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 डाँडाको लास्टतिर पुगेर आयौँ अब ठ्याक्क उता चोकातिर गएर हामीले केही खान्छौँ अनि खाइसकेपछि फेरि हामी डुल्छौँ फेरि हामी पुग्छौँ खाडै पुग्छौँ फेरि 5 बजीसम्म हामी बस्छौँ त्यसभन्दा पछि अब हेरौँ पछि सकिन्छ ल असल पनि आइसक्यो अब जाऊ केही किन केही लिएर आऊ के जाऊ केही जे लिएर आऊ जाऊ साइकलमा बस्नुपर्छ म त च्यालेन्जको कुरो हो यहाँ छोपेको लिएर आउँछन् अनि त्यही खाने आजको दिन चाहिँ यति गरेर कटाउँछु च्यालेन्ज लिएपछि पुरा त गर्न पर्यो अब चाहिँ हामी यो चिप्सहरू खाएर फेरि यता माथि गएर होइन कता कता जान्छौँ थाहा छैन हेरौँ आइसकेको छ अब चाहिँ त्यहाँ फ्रुटी लिन गएको छन् लास्टै गर्मी मतलब हल्का शीतल पनि छ फेरि यो साइकल चलाउँदा लास्टै घाम हुन्थ्यो अनि फ्रुटी त खान पर्यो होइन चिसो भइरहेको छ त्यही भएर छोपेर बस पछाडि 1 घन्टा खाने होला गरे अब चाहिँ हामीले उता बसेर चिप्सहरू खान्छौँ भोक लाग्यो हामीले चाहिँ के बेचेर चिप्स किन्यौँ अरे हामीले के बेचेर चिप्स किन्यौँ अरे बेचेर यो चाहिँ हाम्रो पहिलोचोटि यस्तरी होइन अब च्यालेन्ज गर्ने भनेपछि पुरा त गर्नु पर्यो अब भोकै बस्न नि सकिन्न त्यही भएर हामीले चाहिँ फलाम बेच्यौँ होइन फलाम चाहिँ अरूको होइन हाम्रै थियो सर्प गाई चाहिँ अब हामी चाहिँ ऊ त्यहाँ बस्छौँ यही बस्छौँ यही अनि यहाँ आएकै बस्नु जान्छ खतरा बिग्रिन्छ अब हामी यहाँ बस्ने चिप्स खाने ट्याक्क लगाएर अब चाहिँ अहिले चाहिँ हामीले खाना ल्यायो हाम्रो खाना चाहिँ यही हो आजको बजेट यही हो र इन चाहिँ साइकलमा बसेँ म चाहिँ यहाँ बसेँ लास्टै ढौ गएँ साइकल चलाउँदा र त्यही हो अब चाहिँ यो सो खान्छौँ खाएर चाहिँ अब हामी फेरि उता परतिर जान्छौँ डाँडातिर अनि त्यता भएर हामीले कति बजीसम्म बस्ने 5 बजीसम्म त बस्नैपर्छ 5 बजेपछि कति सकिन्छ हेरौँ स्वाद मरेको नै ट्याक्क होइन ओए यही गर्मी भयो गाई ज्याट पसिना घाम कति भयो अहिले शीतल थियो फेरि गर्मी भयो अहिले फेरि बस्दा चाहिँ धौ भयो के अरे यो कस्तो बिजाउँछ फेरि हामी चाहिँ घुम्छौँ अब मजाले कताबाट फेरि घुमेर हामी उता पर गएर फेरि कता कता घुम्छौँ र हाम्रो चाहिँ बजेट अब कति 50 छ 50को अहिले खाना हुन्छ फ्रुटी अलिक गर्मी हुन्छ क्या फेरि दिउँसोतिर त्यही भएर क्या आज चाहिँ घाम लागेको छैन त्यसैले शीतल छ र हामी चाहिँ फ्रुटी खान लागेका छौँ अब फ्रुटी खाएर एनर्जी आउँछ र हामीले चाहिँ अब हेरौँ कति बजीसम्म हामीले सक्छौँ होइन अझै नै साइकलमै छौँ गाइज अहिले चाहिँ 5 बजिसकेको छ हामी चाहिँ यहाँ शीतलमा बस्यौँ क्या लास्टै गर्मी भयो यहाँ चाहिँ पानी आएको छ र अहिले चाहिँ कति बज्यो 4 अझै 5 बजिसकेको हुन्छ र अब चाहिँ 10-15 मिनट यहीँ बस्छौँ अनि यहाँ बसेपछि अब हाम्रो कन्टेन्ट चाहिँ खतम हुन्छ हाम्रो च्यालेन्ज पनि खतम हुन्छ र हामी घर गएर बस्छौँ र यो भिडियो चाहिँ मैले भोलि हाल्छु 5 बजिसक्यो र अब चाहिँ हामी घर जान्छौँ च्यालेन्ज चाहिँ आज हाम्रो खतम भइसक्यो र यस्तै च्यालेन्जहरू अरू गर्नु फेरि अरू भिडियो आउँछ हेर्नु होला र राम्रो लागेमा लाइक सेयर सब्सक्राइब अनि कमेन्ट गर्नु होला र अब आजको चाहिँ यति हो कि रातभरि गर्ने आज च्यालेन्ज अब पछि गरौँला र आजको लागि चाहिँ यति गाइज बाई।